ल सुरु गरेँ। फर्स्ट बाइटै अब रोटीबाट गरेँ है। त्यसपछि मासुको फिला उठाएँ टक्क, कुखुराको फिला लेग पिस। त्यसपछि ज्याम रोटी खान थालेँ, चना रोटी भात होइन। दिनभरि काम गरेर भोक लागेको थियो, थकाइ पनि लागेको थियो, भोक पनि मस्त भोक लागेको थियो। बल्ल आनन्द आयो। अलिअलि पेट भर्दैन होइन। सानो गाँसले फेरि मुखमा त चिलाउँछ। ज्याम हाल्ने हो, खा छोरो खा, खाएकै छोरो काम लाग्छ। ज्याठ ज्याम खाऊ, नखाइकन त काम गर्न सक्दैन, खानुपर्छ। टक्क रोटी सोटी खाइसकेपछि चम्चा साइड लाग, त्यसपछि हातले पड्काउने हो। आहा, हातले फेरि यस्तो मिठो स्वाद लाग्छ नि हातले खाएको, आमामा है, बडा मिठो लाग्छ हातको स्वाद। ज्याम हाने सानो सानो गाँस फेरि हाल्नै मन लाग्दैन। ज्याम ठुलो गाँस ठेल्ने हो, ल्याम यस्तो मजा लाग्छ।